ल गाइज यो चाहिँ हो बागदुवार र बागदुवार चाहिँ बागमती नदीको चाहिँ नि तपाईको चाहिँ नि मुहान हो। यतातिर के छ यहाँ हेरौँ, बस्ने गुफाहरू। हेलो, गुफा बागदुवारको यस्तो छ ढोका। बागदुवार में बागदुवार को डिस्क्रिप्सन चाहिँ यस्तो छ। 330 मुन्सिपल 25-40 नागी गुम्बा अल्टिट्युड 2490 मिटरको उचाइमा हामी यहाँ अवस्थित छौँ। यहाँ बागदुवार आयो यसरी। यही हो नि हैन बागदुवार? बागमती नदीको उद्गम स्थल बागदुवार। यताबाट यही होला, यतै होला नि त हैन बागमती झर्ने के कता हो? यसो एक खनको घुम्नु पर्यो। बागदुवारको अवस्था यस्तो छ। भोलेनाथ नाथ नाथ बागदुवार। बागदुवारमा बाघको मुखबाट पानी आयो है। बागदुवार यही होला। अलिकति यता साइड गर्नु त म एउटा भिडियो गरिहाल्छु। अलिकति यसो भए पुरै बाघ देखाउँ भनेर नि। ल देखौँ, ल हेरौँ बाघ। बागदुवार। बागदुवारलाई दाहिने पारेर यसरी ल हेर्नुहोस्। बागदुवार खै पानी बागमतीमा। अब बागमती चाहिँ यता हो, यो हो के हो? खै बागमती यही हो। अब यस्तो फुलझार धेरै छन् हेर्न, यसलाई चाहिँ मेन मानियो। बाघ भन्या छ, स्याल जत्रो पनि छैन। के हो यो तरिका? यहाँ बागमती देखाउँछु गाइज म। अलिकति यतापट्टि आएर यो रहेछ यहाँ। ल बागमती नदीको मुख्य उद्गम स्थल बागदुवारबाट देखिएको बागमती चाहिँ जम्मा जम्मी यति छ है साथीहरू। मुहानमै यति छ त तल कसरी धेरै हुन्छ? ल यस प्रकार यो जङ्गल छिचोलेर बागमती अगाडि बढ्छिन्। ल बागमती माता की जय भन्छ नि, जसरी चाहिँ पशुपतिनाथमा आरती गर्दाखेरि बागमतीको यो अवस्था छ। यसरी यहाँबाट बग्दो रहेछ। तीर्थालुहरू, पर्यटकहरू, पदमार्गीहरू सब यहाँभित्र हुनुहुन्छ। र बागमती यस्तो छ। यहाँ दुईटा साना साना गुफाहरू पनि रहेछन् बागदुवारमा। यसरी यसो गरेर तपाईँको बागदुवार यहाँ महादेवको मूर्ति हुन्छ। एउटा चाहिँ नि यस्तो रहेछ। हुन्छ खिचिदिनु म। यसरी चाहिँ नि यहाँ माथि जाने रहेछ। चुली आधा घन्टा मिल्दै गर्नु है, त्यहाँ म आएर खिचिदिइहाल्छु। यस्तो छ अवस्था। यस्तो छ। यो हो चाहिँ तपाईँको यताबाट यता शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको चाहिँ नि कुराकानी छ। ल आयो है, आयो है, आयो बागदुवार आयो।